नमस्कार दर्शन पिरे प्यारा बाबा पिरे प्यारी आमा म तपाईको परदेशी छोराको तर्फबाट यो 7 समुद्र बाटोबाट दर्शन गर्न ढोक गरेछु। बाबा आज म तपाईलाई केही कुरा भन्न गइरहेको छु। जुन दिनदेखि तपाईलाई मैले छोडेर आएको दिनदेखि अब तपाईलाई जुन दिनदेखि मैले छोडेर आए थिएँ त्यो दिनदेखि अहिलेसम्म कहिले पनि शान्ति मिलेन आमा। त्यो दिनदेखि अहिलेसम्म कहिले पनि शान्ति मिलेन आमा। जिन्दगीमा उतार चढाव कति हो कति। मैले त सोचेको थिएँ आमा राम्रो 2 पैसा कमाउँला 2 पैसा जमाउँला बाउ आमालाई राम्रोसँग राखौँला भनेर। तर यो किस्मतले जिन्दगीले साथ दिएन आमा। बाबा के गरौँ, कर्म हारेको मान्छे रहेछु। जिन्दगीमा कति दुःख कति कष्ट खानुपर्ने रहेछ जिन्दगीमा। सायद मेरो नसिबमा यसै लेखिएको रहेछ आमा। अझ गएर कति के ठक्कर कति मोडमा कति ठक्कर खाने हो, कति चोट सहनु पर्ने हो त्यो त खै मलाई थाहा छैन आमा। त्यही पनि हजुरहरूको माया हजुरहरूको आशीर्वाद मलाई हमेशा लागिरहेको आमा। तैपनि हजुरहरूको बुढेसकालको सहारा बन्न सकिनँ आमा। यसको लागि म क्षमा याचना गर्न चाहन्छु बाबा आमा। तपाईहरूको बुढेसकालको सहारा बन्न सकिनँ आमा। सायद तपाईको किस्मतमा मेरो सेवा लेखेको थिएन कि आमा। कोसिस त गरेकै हुँ मैले बाबा, कोसिस त गरेकै हुँ मैले तपाईको सेवा गरौँला भन्ने। तर मेरो किस्मतले साथ दिएन आमा। तपाईको सेवा गर्ने मेरो नसिबमा लेखेको रहेनछ। कति अभागी रहेछ है आमा म। बाबा कति अभागी रहेछ म, तपाईलाई सेवा गर्न मैले पाएको छैन। तर अहिले त मलाई सोच्ने गर्छु कतिखेर बाबा आमा म एक्लो हुँदाखेरि। अहिले त बाबा आमा बुढो अवस्थामा घरमा एक्लै हुनुहुन्छ। खै भाइले एउटै भाइ छ, त्यसैले सेवा पनि गरिरहेको छ। तर मैले जस्तो सोचेको थियो त्यो कुरा हुन सकेन आमा। तर विगतलाई पछताउनु भन्दा बाहेक केही रहेनछ आमा। ती दिनहरू सम्झिन्छु आमा। तपाईले म गले काम गरेर थाकेर घरमा आएको बेला कता आफ्नै मिठो हातले मसिनो हातले